आज फेरि एउटा मोटरसाइकल वर्कसपमा नयाँ मिस्त्रीको इन्ट्री भएको छ। उहाँलाई चाहिँ जर्मनीबाट मगाएको। जर्मनीबाट 15 वर्ष अनि 15 वर्षकै एक्सपिरियन्स भएको जर्मनको मिस्त्रीले आज यो डियो गाडी डियो हिट 17/45-48 नम्बरको गाडी चाहिँ पुरा सर्भिसिङ गर्दैछन्। मलाई अस्तिदेखि भनिरहेको थियो म एउटा गाडी सर्भिसिङ गर्छु, म जर्मनी मैले गरेअनुसार त्यो सामान त नहोला, त्यही पनि यहाँको सामानले चाहिँ म एउटा गाडी चाहिँ सर्भिसिङ गर्छु भनेर मलाई दिनु भनिरहेको थियो। अनि आज चाहिँ मौका पऱ्यो, ठक्क यो गाडी पनि आएको छ खोलेर गएको छ यो गाडी हामीले। अनि उहाँ हाम्रो जर्मनीबाट भर्खर आउनु भएको थियो, धेरै त भएको छैन होला, 5 वर्ष जति भएर जर्मनी देशबाट आउनुभएको। अनि उहाँले चाहिँ आज यो गाडीलाई म सर्भिसिङ गर्छु भनेर भन्नुभयो। मैले आफू आउनु परेको छैन, उहाँले आफै गर्दै हिँड्छु मजाले जोरदार साथै गएर यो गाडी चाहिँ मैले थाहा पाएको छ कति वर्ष कति वर्ष जति भयो सुनेको थिएँ त्यो यो नक्कलहरू। अनि त्यो कारणले गर्दा यहाँनिर यस्तो सामानहरू छ, धुलोहरू यति बसेको थियो। उहाँले चाहिँ मजाले पेचकस घुसारी बनाएर हेर्नु माटो क्लियर गर्दै हुनुहुन्छ। अनि अब यो गाडीको के भन्छ एक्सरे गरेर हेर्दै हुनुहुन्छ यहाँनिर होइन। अब तपाईँहरूले देख्न सक्नुहुन्छ एउटा मोटरसाइकल 11:30मा जर्मनबाट नयाँ आउनुभएको मिस्त्री, उहाँको नाम चाहिँ सन्तम कुमार हो। त्यसै कारणले गर्दा तपाईँहरू जुन उहाँलाई चिन्नुहुन्छ भने त्यही नामले गर्नु है अहिले संसारमा धेरै सुजुकी यसको पालो आयो। यो पनि सर्भिसिङ भोलि यता पनि कुन पालोमा बसिरहेको छौँ। यता मोटरसाइकल छ 35-40 अब यस्तो छ पुरा सर्भिसिङ हुन्छ। यो लाइनमा छ तिनवटा चलाउनु त्यहाँ हुनुहुन्छ। हिन्दुस्तान सुरु हुँदैखेरि यो कति 10 बज्यो, 11 बजी चाहिएको छ यो गाडी। अब फटाफट काममा म लाग्ने पऱ्यो है त। अनि त्यसपछि यो दुईवटा गाडीको पालो आएको छ, अर्को पनि छ। अब लाइनमा छ, प्याक छ है। Putih po 59.
गाडी धनीमा त्यो गरेर सेतोहरूको सानो कोठै हुन्छ त्यसको चाहिँ डिस्प्लेन गर्नु चाहिँ अब बिसहरू चाहिँ चिरन्जीवी सर्भिस ठुलो भयो अरे अब हामीले दुईवटा चाहिँ